माया नगर्ने श्रीमतीको लक्षणहरू कसरी थाहा पाउने? कस्ता हुन्छन् त? नम्बर 1, टाढा बस्न रुचाउने, छुट्टिएर परपर बस्न रुचाउने, एक्लै बसेर अरू पर पुरुष पट्याउन खोज्ने, समय लिने। नम्बर 2, तपाईको भनाई गराई खुसीमा खुसी नहुने, रिसाइरहने, उसको हितको लागि कुरा गर्दिँदा पनि त्यसलाई एक्सेप्ट नगर्ने, सरसल्लाह नमान्ने, हैन? श्रीमान मिठो बोले पनि ऊ रिसाइराख्ने, चिडचिडापन आउने के त्यत्तिकै। नम्बर 3, पतिलाई दुःख दर्द पीडा हुँदाखेरि पनि कुरो नबुझ्ने, पति जति ठुलो समस्यामा फसे पनि, रोग लागे पनि ती कुराहरूलाई लिएर जति तनाव लिए पनि सान्त्वना नदिने, बालै नदिने, हैन? बरु उल्टै चाहिने छोडेर हिँडिदिने, हैन? दुःखमा सामेल नहुने, छोडेर हिँडिदिने, सहयोग गर्नुभन्दा ऊ छोडेर हिँडिदिने खालको के। नम्बर 4, आफ्नो घरमा पुरुषहरू आए भने ज्यादै खुसी हुने, पर पुरुषहरू आए ज्यादै खुसी हुने, मजाले गफिएर बस्ने, टाइम मजाले दिने। अनि तपाईँ घरमा हुँदाखेरि तपाईको काम गर्न हिँडेपछि छ नि, ऊ घरमै नबस्ने, अरूको घर सार्न हिँडिहाल्ने। तपाईलाई माया गर्ने लक्षणै हैन के, त्यो तपाईको हितैषी नै हैन त्यो। नम्बर 5, घर परिवारमा एउटा जिम्मेवारी बोध नगर्ने, बच्चाहरूको चिन्ता नगर्ने, झुट बोल्ने, हैन? आफ्नो शोक पूरा गर्नलाई पैसाको लागि जे गर्न पनि तयार हुने, हैन? इभन मान्छे सुल्टाउन पनि तयार हुने के पैसाको लागि। ऋण लागोस्, दिन लागोस्, जे सुकै होस्, हैन? मिठो मिठो गफ गरेर पैसाको लागि फकाउने, हैन? पैसा माग्ने र श्रीमानलाई मानसिक तनाव दिने, डुबाइदिने, पैसाबाट डुबाइदिने। नम्बर 6, परपुरुषको ज्यादै ख्याल गर्ने, परपुरुषका सामु तपाईको कुरा काट्ने, अनि खुसी हुने, अनि सबैको चाहिने आफ्नो आफ्नो पतिलाई अपशब्द बोल्ने, आफ्नो पतिलाई चाहिँ अरूको केटाहरूको अगाडि के रन्डो मुजी भन्दिने, हैन? अरू आउँदा भेराइटीका खानाकुराहरू बनाउने, अनि आफ्नो पतिलाई चाहिँ चियासम्म चिया खाउँ पनि नभन्ने के। नम्बर 7, प्रेमको भाषा नजान्ने, हैन? परदेशमा धेरै केटाहरू रहने, हैन? रोगी हुनु, अब पर स्त्रीसँग केटाहरू आसक्ति हुनु र क्रोधी हुनु, कुरूप हुनु र श्रीमतीलाई कुटपिट गर्ने हुनु, हैन? गरिबी हुनु, सानो सानो कुरामा श्रीमतीलाई दण्ड दिने गर्नु हो। यस्तो हो भने चाहिँ श्रीमतीहरूले परपुरुषलाई माया गर्दो रहन्छ। तर नम्बर 7 को चाहिँ नि मेरोमा चाहिँ लागू हुँदैन, हैन? 6 नम्बरसम्म चाहिँ मेरो कम्प्लिटली लागू हुन्छ है। 1 देखि 6 सम्म चाहिँ कम्प्लिटली लागू हुन्छ। यी चरित्रहीन महिलाका लक्षण जस्तै हुन्, तर अब राम्रो मान्छे हेर्दा राम्रो भए पनि तपाईलाई प्यार माया, हैन? सद्भाव छाड्छ कि छाड्दिन भन्ने कुरामा चाहिँ नि ठुलो चाहिँ नि कुराहरू रहन्छ। अब चाहिँ नि हेर्नुस् एकचोटि, अलि लामो भिडियो। जय होस्।